धेरै कुरा आइसकेको छ होइन। मलाई चाहिँ के लाग्छ भने कति इस्यु जुन मनमा छ नि अलिकति आई थिङ्क यस थिङ्क ट्याङ्क चाहिँ नि इट हेज टु बी एन इन्स्टिट्युट होइन, एकाडेमिक इन्स्टिट्युट एज यु होइन। अब यो भोइस छ कि यत्रो ठुलो इन्स्टिट्युट भइसक्यो हामी भने एउटा दुइटा हुँदा हामी फाटोबाट यत्रो उसमा आउँदाखेरि हामीले जति गर्न सक्ने हामी गऱ्यौँ होइन। र कुरा आयो नि एनजिओले लिड गर्यो यो गर्यो कस्तो पनि। तर वान थिङ वी हेभ टु थ्याङ्क होइन, डक्टर केदारले पनि कति कुरा क्ल्यारिफिकेसन सक्नुभयो रिसर्चमा एनजिओले गर्दाखेरि पनि यति भोइस यु नो वेयर वी आर इन मेन्टल हेल्थ त्यो पनि हामीले एक्सेप्ट गर्नुपर्छ है। सो दे आर नट ओन्ली यु नो नेगेटिभिटिज के त्यो पोजिटिभ एस्पेक्ट पनि हेर्नुपर्छ। र यस वेयर द ग्याप इज त्यो कम्युनिकेसन भएन कि बिट्विन द इन्स्टिट्युट्स होइन, लाइक युनिभर्सिटी र एनजिओस है होइन। त्यो नभएको हुनाले र गभर्मेन्ट तिनवटा पक्ष भयो कि। एन्ड अब चाहिँ नि मोर किनभने यहाँ पहिला यति इन्ट्रेस्ट पनि थिएन यति पनि थिएन सो त्यति आवाज पनि थिएन, अब त छ नि होइन। सो दिस इज द राइट टाइम आई थिङ्क होइन चेन्जेस ल्याउनलाई। कति कुरा पोलिसीमा डक्टर केदार देयर आर चेन्जेस, वी डोन्ट से द्याट देयर आर नट होइन। पोलिसी लेभलमा वी स्टिल निड टु वर्क भएन भन्नुभन्दा पनि के गर्दा राम्रो त लेट्स ब्रिङ दोज proposals and let's work together. म के भन्छु होइन। रिगार्डिङ इन्टर्नसिपको कुरा के भन्नुभयो भने केदारले पनि